सो हेलो गाइज, हामी चाहिँ आज बेसी जान लाग्यो होइन गोथे भाइसँग। ऊ पनि भ्लगर हो होइन, नम्बर 1 भ्लगर हो यहाँ। अनि हामी चाहिँ बेसी जान लाग्यो घाँस लिन मकैको। यता हाम्रो गोथे भाइ। अनि गोथे भाइलाई चाहिँ गर्मी हुँदैन अरे त्यहाँ गर्मी महिनामा यस्तो गर्मीमा पनि ट्र्याक लगाइरह। म चाहिँ कट्टुमा हो, म कट्टु बिना हिँड्नै सक्दिनँ होइन। म त्यहाँ कट्टु लाउँथेँ तर धुलातिकै गाई त्यही भएर कि मैले पनि थियो त्यही भएर ट्र्याक लगाएर हिँडेको। ऊ चाहिँ गामबाट अघि दिम्सो झर्या होइन, मलाई मेसेज गरेर। अनि उसको काम थिएन र यत्तिकै झऱ्यो अरे ऊ चाहिँ होइन, काम नपाएर। अनि झ्याउ लाग्यो कि गाई घरमा बस्नु पनि बोर भयो कि त्यस्तो कुराहरू चाहिँ केटाले होइन। प्याक भोकै घर बस्दा बस्दै। अनि हामी चाहिँ अब मकै घाँस लिएर त्यो थारो मकै भन्ने हुने रहेछ कि जुन फलेको हुँदैन नि त्यस्तो मकै चाहिँ हामी लिन जान लाग्यो। त्यहाँ तलको बेसीको एकजना हजुरआमा हुनुहुन्छ। अनि उहाँ हजुरआमाले चाहिँ काटेर राखिदिनु भएको अरे। अनि हामी चाहिँ लिन जान लाग्यो। खास लिन जान लाग्यो म हो, ऊ चाहिँ यत्तिकै रमाइलोको लागि जाम न त अर्जुन भनेर चल्दिन लाग्यो हो। हामी चाहिँ अझै तल बेसी पुग्न पर्ने हुन्छ। जस रमाइलो छ गोथेलाई जिन्दगी होइन, गामबाट झरेर त्यत्तिकै बिना काममा। अब हामी चिउती गएर भेटौँला है त ल। यहाँ तल आइपुगेको थियौँ। यहाँ चाहिँ खुजुरी र बिवास आइरहेको हेर्नु। के खायो बिवासले? खुजुरी के खायो? के खायो? यहाँ चाहिँ विनायक सही आँपे। यसको यो दुईजनाको दाइ है यो चाहिँ। जम यहाँ चाहिँ घाँस लाग्नुपर्छ हामीले टन्न मजाले है। यो थारो मकै च्याउ लाग्छ मलाई फेरि बोक्न। अब वहीँ बारीमा गएर बनाऊ है त भिडियो। ट्याक्क लाएर यो के अरे बारीमा आइसकेको छौँ हामी। त्यो मकै थारो घाँस यहाँ पर्ने ठाउँमा होइन। जङ्गल रे कस्तो जङ्गल भन्दा पुगिरह्यो। मकै घारी चाहिँ यस्तो छ बाबाले मकै खाने बेला भइसक्यो। यता चाहिँ ट्याक्क होइन यी खेतको मकै मात्रै हो त्यो खाने बेला भएको फेरि। बारीको त्यो पाखा बारीतिर त माथि गाउँतिर रोप्छ नि त्यस्तोतिर चाहिँ खाने बेला चाहिँ भएको छैन अरे। इत्रु भएको ट्याक्क होइन घाँस काटिरहनु भएको रहेछ गाई छैन। यहाँ हाम्रो लोकल हो कि विकासै फर्सी हो यो? गाई हाम्रो लोकल फर्सी र यो क्या ठुलो बढेमान। तर घाँस त खतरा भएर जाम उता गएर बसौँ न। अब जाने होला नि म नभए मै काट्छु। टक्क लाएर गएको छैन अब उता गएर बस्ने भनेको गएको छैन। विद्यार्थीहरू पनि आइसकेको छन्। पुग्छ होला नि त 4 मुठा भयो। गाइस हेल्दी फुड खाने बानी हो। मकै बारी म काट्छु। कालै भइसक्यो गाइस। पानी पर्दा जस्तो लागिरहेको छ मलाई चाहिँ। अब के हुन्छ पानी पर्छ कि के हुन्छ ट्याक्कै हेर्न पर्ने हुन्छ हामीले चाहिँ होइन। सो गाइस होइन अब अर्जुनले घाँस काटिसकेको छ। ल साँच्ची ल। सो गाइस होइन भ्लग हेर्न चाहिँ नबिर्सिनु होला है। फेरि सबैजनाले हेर्नु होला, साथ सपोर्ट दिनु होला होइन। त्यही भन्न चाहन्छु म चाहिँ। ट्याक्क मकैबारी क्या दामी छ मकै चाहिँ। ल मकै चाहिँ बेस्ट छ। मौसम हेर्नु न, मौसम वेदर के यस्तो यो। ल गाइस कति मुठा काट्यो हामी? गाइस ल म चाहिँ काट्न लाग्थेँ। आमाले चाहिँ म काटिदिन्छु भन्नुभयो होइन। अनि आमाले काटिदिइराख्नु भएको। गर्मी भयो लास्टै हपत्ती
अलिक घट्यो नि त पहिले 4 मुठा चाहिँ काटिसक्नु भएको रहेछ अब 2 मुठा यो 1 मुठा भयो मकैकै घाँस हुन्छ होला अब त्यही अब मकैकै घाँस लिएर जाने गाइज अब वेदर हेर्नु न वेदर कालै भइसक्यो गाइज मौसम चाहिँ डरलाग्दो हुँदै आइसक्यो पानी पर्ला जस्तो अनुभव भइरहेको छ मलाई चाहिँ त्यो भाइलाई चाहिँ मेरो भ्लगमा दिनदिनै जस्तो देख्न पाइन्छ के गाइस ए म चाहिँ माटो लगाएँ क्या भनेर आयो यतातिर नि आँप त रहेन चाहिँ क्या यसमा आँप त फलेको थियो अहिले एउटा नि रहन्छ त्यो जाम न एकचोटि हेरौँ त्यहाँ खुर्सानी छ है खुर्सानी यता हेर यताडि आऊ न यताडि बारीबाट यस्तो हप्याक छ नि यहाँ खुर्सानी रोपेर हुन्छ त नि गल्ली गल्लीमा पुरोबाट भएको है यो खुर्सा ओ माई गड गाइस अर्ग्यानिक मकै हो यो अर्ग्यानिक हेलो गाइस होइन अब चाहिँ हामी अब 2 मुठा जति काटेर घरतिर लाग्छौँ होला होइन देख्न सक्नुहुन्छ यता चाहिँ अब कागती नि फले छैन ए कागती त फले रहेछ क्या यहाँ गाइस देख्न सक्नुहुन्छ यो कागती है फेरि लेमन चाहिँ फलेर रहेछ को छक्काहरू म्याङ्गो यो म्याङ्गोबाटै हो म्याङ्गो ट्री एउटा फले छैन फेरि ए फले रहेछ गाई चाहिँ मेरो आँखा त खतरा तेजी लाग्यो देख्न सक्नुहुन्छ देख्नुभयो होला होइन आँप पनि फलेको छ बुढाहरूलाई पर्खी भनौँ न म त्यहाँ गएर बस्छु तिमीहरू घर जानु भ्याउँछौ त भने पानी पर्ला जस्तो नभ्याउनु हुन्छ अब घर पनि 5 मिनटै पुगिन्छ नि घर म बोलाऊँ पर्खी भन्नु हेलो गाइस होइन म चाहिँ यहाँ अब भाइ बहिनीहरू आएर छन् ओइ हेलो गाइस मेरो फ्यानहरू यता छु म यता गाइसहरू हाम्रो नानीहरू चाहिँ होइन ट्याक्क प्रकाशहरू सब यहीँ छन् ट्याक्क लगाएर म चाहिँ आज स्कुल गएको थिइनँ क्या किनभने मलाई यस्तो फिभर भइरहेको थियो कि मलाई ज्वरो आइरहेको थियो त्यही भएर म चाहिँ स्कुल नगएको होइन ट्याक्क लगाएर हेर्नुहोस् गाइस चाहिँ अमिते चाहिँ यहाँ आइसकेको छ स्कुलबाट म चाहिँ स्कुल गइनँ क्या आज म छुट्टै मिटिङमा गएर आएको ट्याक्क लगाएर हिँड्न भाइ यहाँ त के जाने पढ्न अर्जुन आएको घाँस लिन गाइस छैन अब जानु पर्ने हुन्छ घरतिर ट्याक्क लगाएर हाम्रो विद्यार्थी भाइ बहिनीहरू पनि ओ हाम्रो भाइ खोइ त अमिते हाम्रो भाइ खोइ त हाम्रो भाइ खोइ त हाम्रो भाइ खोइ त हाम्रो भाइ खोइ त कहाँ लगाएको छैन यो चाहिँ चिल्ली हाम्रो हट्न हटुँदैछ गाइस छैन ट्याक्क लगाएर म चाहिँ आज स्कुल गएको थिइनँ क्या सब बुढाहरू हेर्नु यो चाहिँ किनकि पात्रो चाहिँ फेल भएर होइन नबोली चाहिँ पाउँछ त्यो गाइसहरू होइन ट्याक्क हामी चाहिँ स्कुल नगएर किन हामी चाहिँ हड्डी बस्नु म उता गएर आउँछु नि घर जाने केटा अर्जुन पख न हिँड तिमीहरू हिँड ओ अर्जुन भ्याएन लु जाऊँ चलिदिइहालौँ गाइस अब हावाहुरी चलो अब हामी घरतिर लाग्छौँ है ट्याक्क गाइस चाहिँ अब भरे आइपुग्छ होइन ट्याक्क हेर्न नबिर्सिनु होला है फेरि गाइस यही एकाउन्टबाट जान्छ भिडियो मैले त हालिसक्नु त्यहाँ दिउँसो आएर हालेँ होइन के को फोन भन्नु मैले यसमै आइडी खोलेको थिएँ नि भन अमित गाइस हेर्दै भन्दै हेर्नु न गाइस यस्तो हावाहुरी डरै लाग्ने गरेर हावा चलिरहेको छ होइन ट्याक्क अब अर्जुन छिटाऊ यार हावा चल्यो यार गाइस हावाहुरी चल्यो हेर्नु न के हावा चल्यो के कपाल खतरा उडिरहेको छ मेरो चाहिँ होइन अब ओहो गाइस डर लाग्यो क्या ओइ के परा हो प्लेन कहाँ गयो उहाँ हेलिकप्टर दिन सक्नुहुन्छ क्या छ नि यस्तो हावाहरू चल्दा नि यहाँ चलिरहेको यत्तिकै छु म देखिरहेको होला नि होइन अहिले अर्जुनलाई बोलाएर आउँछु नि गाइस म अर्जुनलाई बोलाउन जान्छु अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्नुपर्छ यहीँ बसेँ केटा तिमीहरू हाम्रो बुढाहरू यहाँ छन् ट्याक्क लगाएर ओ अर्जुन ए ल गाइस
अर्जुन पनि आइसक्यो होइन अब चाहिँ हामी घर जानु पर्ने हुन्छ ट्याक्क गाइस गाइड छैन ट्याक्क गाई झन् घाँसँगै एउटा छैन गाई झन् हावाहुरी चलेको हुनाले गर्दा चाहिँ अलि धेरै घाँस काट्न पाइएन बुढाबुढी पनि त्यही पुग्यो भरे पुरै हावा चलिरहेको छ अहिले चाहिँ होइन त्यो गाई छैन नि हाम्रो फोटो खिचिसकेको छ एउटा यो थम्बनेलको लागि यही चाहिँ गाइसले फोटो चाहिँ ल त्यो होइन हामी ग्रुपमा हेरौँ न हेरेँ ल गाइस छैन ल ट्याक्क ल यो स्क्रिनसट गरेर हाल है थम्बनेलको लागि ट्याक्क मिलाएर होइन गाइस तपाईँहरू गर्नै अल्छी लाग्छ कि त्यही हेर्न चाहनुहुन्छ भने अझै के अरे मेरो भ्लग हेर्न चाहनुहुन्छ भने सञ्जय बिके युट्युबमा सर्च हानेर हेर्न सक्नुहुन्छ होइन ट्याक्क एसबिके आइहाल्छ क्या गाइस आइसी हेर्नु होला तपाईँहरूले होइन नछुटाउनु होला है गाइस फेरि मेरो च्यानलमा सब्सक्राइब पनि गर्नु होला यो च्यानलमा पनि सब्सक्राइब गर्ने फेरि सबैजना सब्सक्राइब गरेर साथ सपोर्ट दिनु होला है माई गड गाइस लिची 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 हट त हट गाइस त्यो चाहिँ लिची हो देखेँ होइन रातो देखेँ तर लिची चाहिँ भव्यै पाएको रहेछ ल अब हामी छिटो छिटोभन्दा छिटो भाग्नुपर्छ यहाँ गाडी होइन अर्जुनले चाहिँ खत्रै घाँस बोकिरहेको छ गाइस जाउ चाहिँ हावाहुरी चल्न लाग्यो होइन हावाहुरी चल्न लाग्यो चल्छ गोथे भाइ हो होइन अनि अनि म त्यता छु त्यहीँ छु नि फेरि यसको भ्लग भन्छ अधिकांश त गोथे देखिया भन्नु होला ऊ मेरो क्यामेराम्यान हो क्यामेराम्यान हो फेरि। चिन्ता छैन होइन ऊ पनि धेरै देखिन सक्छ म पनि धेरै देखिन सक्छु सो प्लिज मिलाएर हेरिदिनु होला बुझेर चिलाएर म त आएको त भिडियो चाहिँ यहीँ स्टप गर्नुपर्ने हुन्छ किनभने पानी परिसकेको छ गाइस हेर्नु देख्न सक्नुहुन्छ ल गाइस होइन आउँदा आउँदै पानी परिहाल्यो हामी चाहिँ आइपुग्न लाग्यो घर हाम्रो यहाँ बुढाहरू छन् ट्याक्क अब चाहिँ हामी घर आइपुग्यौँ होइन हाम्रो सबैजना स्कुल गएर आएको ल गाइस कम अन कम फास्ट कुचुलो लिएर ट्याक्क अब पानी पनि पऱ्यो क्या अब घरतिर लाग्नुपर्छ यहाँ घर चाहिँ आइपुग्नु लाग्यो अर्जुनको अब हामी त जानु पऱ्यो नि त घर होइन लिन बुढा हो अगाडि हिँड गाइस पानी परिसक्यो भने यिनीहरू कच्छ हिँड्छ जसरी हिँड्छ अनि के गर्यो उताडी हो कत्रै पानी परिदिइसक्यो अब हामी चाहिँ पानी पऱ्यो गाइस गाइस पानी पऱ्यो गाइस अब हामी चाहिँ आइपुग्यौँ होइन पानी पनि पऱ्यो अब हामी एकछिनपछि चाहिँ घर जानुपर्छ होइन पानी पऱ्यो क्या ट्याक्क हाम्रो आइपुग्नु पानी भत्रै पर्दैछ ल सो गाइज होइन हाम्रो चाहिँ गोथे भाइ पनि घर गइसक्यो पानी नि पर्न छोडिसक्यो एकदम हदै आएर भएको छ होइन गोथे भाइ पनि घर गयो अब चाहिँ आजको लागि चाहिँ भ्लग यतैतिर चाहिँ हामी एन्डिङ गरिदिउँ होइन फेरि म भोलि गोथे भाइलाई लिएर चाहिँ भ्लगमा आउँछु आजको लागि यति नै बाई।